ग्राफक्यूएल एउटा एपीआई क्वेरी ल्याङ्ग्वेज हो जुन फेसबुकले विकास गरेको हो र एपीआई भनेको दुईवटा सफ्टवेयर बीचको कम्युनिकेसन गराउने नियमहरूको समूह हो। ग्राफक्यूएललाई रेस्ट भन्दा अझ एफिसिएन्ट, पावरफुल र फ्लेक्सिबल अल्टरनेटिभको रूपमा हेरिन्छ। ग्राफक्यूएलमा क्लाइन्ट सर्भर मोडलकै रूपको काम हुन्छ र क्लाइन्टले आफूलाई चाहिएको डेटा मात्र रिक्वेस्ट गर्दछ। उदाहरणको लागि मानौँ हामीसँग एउटा ब्लग एपीआई छ। हामीलाई एउटा ब्लग पोस्ट र त्यसको अथरको जानकारी चाहिएको छ। रेस्टमा प्राय दुईवटा रिक्वेस्ट गर्नुपर्ने हुन सक्छ। जस्तै पहिले हामी पोस्ट लिन्छौँ, त्यस पछाडि युजर्सको इन्फर्मेसन लिन्छौँ। तर ग्राफक्यूएलमा एउटै क्वेरी मात्र पर्याप्त हुन्छ, जस्तै यो क्वेरी। अनि सर्भरले क्वेरी प्रोसेस गरेर मागिएको डेटा मात्रै एउटै रेस्पोन्समा फर्काउँछ, जस्तै यो रेस्पोन्स। यसरी एउटै रिक्वेस्टमै ब्लग पोस्ट र अथरको दुवै जानकारी आउँछ। यस उदाहरणबाट ग्राफक्यूएलका दुईवटा मुख्य फाइदाहरू बुझ्न सकिन्छ। क्लाइन्टलाई आवश्यक डेटा मात्र प्राप्त हुन्छ र अनावश्यक डेटा ट्रान्सफर हुनबाट रोक्छ, अनि नेटवर्कको प्रयोग पनि कम हुन्छ। रेस्टमा फरक कामको लागि फरक एन्डपोइन्टहरू हुन सक्छ, तर ग्राफक्यूएलमा सामान्यतया सबै क्वेरीज र अपरेसन एउटै एन्डपोइन्ट मार्फत गरिन्छ। यसले एपीआईलाई अझ सरल र व्यवस्थित बनाउँछ। यस्तै टेक्नोलोजी भिडियोजको लागि लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।